सम्पूर्णमा नमस्कार। आज चाहिँ हामी डेनिस दाजु घरमा छौँ। डेनिस दाजुले माछा मार्ने नयाँ यन्त्र बनाउँदै हुनुहुन्छ। उहाँसँग हामी चाहिँ यो यन्त्र कसरी बनाउने, के कस्तो गर्दा चाहिँ माछा मर्छ, यो बनाउन के कति खर्च लाग्छ, कति टाइममा बन्छ भन्ने कुरा जानकारी लिँदैछौँ। दाइलाई नमस्कार। नमस्कार भाइ। हजुरको शुभ नाम? शुभ नाम मेरो डेनिस परियार। दाजु अहिले के बनाउँदै हुनुहुन्छ? मैले चाहिँ यो माछा मार्ने यो मेसिन बनाइरहेको छु है। हजुर। अब युट्युबकै देन हो यो। म आफैले चाहिँ खासै जान्दिनँ, म यो टेक्निसियन पनि होइन है। यो सब खासै मलाई त्यति थाहा पनि छैन अझै। सो अब त्यही युट्युबकै देन अनुसार चाहिँ मैले यसो यो मेसिन चाहिँ बनाइरहेको छु है, आफ्नै घरमा आफैले नै तयारी गरिरहेको छु। पहिला पनि योभन्दा 3-4 वर्ष अगाडि पनि मैले सानो मेसिन बनाएको थिएँ। त्यो मेसिनलाई चाहिँ निरन्तरता दिँदै त्यो मेसिनले चाहिँ सानै भए तापनि राम्रै काम गर्यो होइन। त्यसलाई चाहिँ अलिकति अब आफैले अलिकति खर्च गरेर चाहिँ अलि राम्रो अलि ठुलो अब क्वान्टिटीमा मेसिन बनाइरहेको छु है। यो मेसिनले चाहिँ अब कस्तो काम गर्छ त्यो चाहिँ अब पछिल्लो भिडियोहरूमा चाहिँ हामी सायद हेरौँला होइन। हजुर। अनि यो मेसिन बनाउनको लागि चाहिँ के कति खर्च लाग्यो? अब अहिलेसम्म मैले यो तामाको तार र यो क्यापासिटर किन्दाखेरि चाहिँ होइन, हजुर, मलाई 1415 जति चाहिँ अब खर्च लाग्यो है। हजुर। अब पत्ताउनु हुन्न कोही कोही मान्छेले चाहिँ यतिलाई किन कसरी 1400 लाग्यो भन्नु होला। बिल पनि छ है। अब यो कुरो चाहिँ अब बिलले प्रमाणित गर्छ। हजुर। अब त्यस्तै हो भेगा कुइकहरू, यो गमहरू, कालो टेप, यताउति यस्ता चिजहरू, सानोतिनो चिजहरू चाहिँ कति छन् होइन। यस्ताउति यो जोड्दाखेरि चाहिँ जो 2500 जतिमा चाहिँ अब काठहरू यसको बक्सा सक्सा यताउति बनाउनु पर्छ। त्यो 2000 भनौँ न 2500 जतिमा चाहिँ एकदम कम्प्लिट सामान पाइन्छ। ब्याट्री चाहिँ फेरि आफ्नै है। हजुर। ब्याट्री चाहिँ आफैले किन्ने हो। कुन कारको ब्याट्री किन्ने कि अटोको बाइकको हाल्ने ब्याट्री हाल्ने चाहिँ आफैले हाल्ने हो। हजुर। बनाउने चाहिँ 2500मा चाहिँ अब कस्ट जति के अरे आफ्नो लागत चाहिँ त्यति हो। हजुर। अब त्यही चिजलाई मैले बेच्नु पऱ्यो भने चाहिँ 3500-3000 जतिमा चाहिँ त्यो सामान चाहिँ अब आउँछ। यो मेसिन बनाउनलाई चाहिँ टाइम चाहिँ कति लाग्छ? टाइम त ठ्याक्कै 2 दिन त मजाले चोख्खै 2 दिन लाग्छ। अब यो बिहानदेखिबाट मैले यति भरे यो तार, यो तामाको तार भर्नलाई नै मलाई बिहानदेखिबाट गरेको अहिले कति भयो 3 बजिसक्यो। हजुर। खाना खाएर गएँ मैले बिहान जुरुको उठ्यो, यो पाइप साइप काट्यो, त्यसपछि खाना खाएर बेर्न थाल्यो। हजुर। यसरी मसिनो तारलाई यसरी हेर्नु त यसरी बेर्नुपर्छ अनि अब त्यो आफैले हिसाब गर्नु होला। हजुरलाई मेसिन बनाउने रहर कि बाध्यता? यो रहरै हो। माछा मार्न रमाइलो लाग्ने होइन। हजुर। अब बाध्यता पनि रहर पनि जस्तै कि अब कस्तो भन्दाखेरि चाहिँ अब रहर भन्दाखेरि आफैले एकदम यो टेक्निसियन यताउति सम्बन्धी यो सामानहरू बनाएको यताउति म युट्युबमा नि हेरिआउँछु होइन। रमाइलो लाग्ने त्यो हेर्दाखेरि नि एकदम मजा लाग्ने। हजुर। अनि बाध्यता भन्दाखेरि चाहिँ अब माछा किनेर कति खाने कि हजुर होइन। अब 1 किलो माछा खाउँ, अब पालेको ब्रोइलर माछा खाउँ भने अब 300-400 रुपियाँ लाग्छ किलो। हजुर। अनि खाँदाखेरि एउटै थरीको मात्रै माछा हुन्छ होइन। अब थरी किन्नको त्यही अनुसार फेरि चाहियो पैसा। हजुर। त्यसलाई चाहिँ मध्यनजर गरी अब लोकल माछा खाँदाखेरि स्वादै मिठो। हजुर। अब विभिन्न थरीको पाइने आफै जाँदाखेरि अब पैसा नपर्ने होइन। हजुर। अनि हजुरले यो मेसिनहरू बनाउन चाहिँ कोही व्यक्तिसँग सिक्नु भएको कि आफै सेल्फ स्टडी गरेर चाहिँ सिक्नु भएको? यो सेल्फ स्टडी भन्दा नि यो युट्युबको स्टडी हो। युट्युबमा हेर्ने बनाउने सामान उनीहरूले बनाएको हुन्छ, त्यही अनुसार चाहिँ हेर्ने बनाउने। अब युट्युबको देन हो। हामी अन्तिममा छौँ। अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने अब उत्पादन हुँदै गरेका नयाँ युवा जनशक्तिहरूलाई यस्तो यो मेसिनरी चिजहरू बनाउनलाई चाहिँ बनाउनु पर्छ या त्यो मेसिनरी चिज बनाउन चाहिँ चाहने युवाहरूलाई चाहिँ इच्छुक युवाहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ? पहिलो कुरो त अब यो आफ्नो देशमा बनेको सामान आफैले युज गर्न पाउनु एउटा भाग्यमानीको कुरो हो, भाग्यशाली हो, गौरव मान्नुपर्छ। अब विदेशी सामान अब माछा त नमारी कोही पनि होइन, माछा मार्ने हुन्छ होइन।
अब त्यो माछा मार्नलाई अब त्यो विदेशतिरबाट मगाएका ती मेसिनहरू चाहिँ युज गर्दाखेरि हाम्रो नेपाली अब पैसा चाहिँ होइन हजुर नेपाली पैसा चाहिँ अब विदेशतिर जाने भयो। हजुर आफ्नै देशमा आफैले उत्पादन गरेर यो मेसिनलाई चाहिँ होइन अलिक ठुलो परिमाणमा उत्पादन गर्न सक्यो भने चाहिँ आफ्नै देशमा त्यो चर्खेले हुनु भयो नि त पैसा, हजुर विदेश जाने भएन नि त। अनि आफ्नै देशमा बनेको यो सामानहरू चाहिँ बिग्रियो यताउति पऱ्यो भने पनि अब आफ्नै स्वदेशमै थोरै खर्चमा बन्ने भयो। हजुर हस्, दाइलाई धेरै धेरै धन्यवाद यो सानो अन्तर्वार्ताको लागि। अब भने हामी मेसिन बनिसकेपछि हजुरहरूलाई देखाउनेछौँ। अब अर्को भिडियोमा भेट्नेछौँ। हस्, धन्यवाद।